घाँस काट्न आएको गाइज हेर्नुहोस् यस्तो राम्रो छ बबाल घाँस। हेर त घाँसै घाँस छ। यसरी उखाल्ने हो घाँस हैन। गाईलाई घाँस चाहिन्छ। मिठो मिठो घाँसहरू दियो भने दुध पनि राम्रो दिन्छ हैन। आय स्रोत भनेको त्यही हो, बालबच्चा पढाउने अनि घरबार चलाउने। अब हाम्रो त्यही त नि बिहे वर्तमान हैन, यस्तै यस्तै राम्रो नराम्रो कामहरूमा सबैमा खर्च धेरै चाहिन्छ। खर्च उठाउनै पर्यो, गाह्रो छ। गाई बिरामी हुन्छ, घरि मान्छे बिरामी हुन्छ, घरि को के हुन्छ है। गाह्रो छ लास्टै किसानहरूलाई पनि। कृषक बनेर काम गर्नलाई पनि साह्रै गाह्रो। कहिले के हुन्छ हेर्नुहोस् गाइस, यस्तो दामी छ घाँस। हिजो पनि लगेको हामीले यहाँबाट, आज पनि लाँदैछ। तोरी आउनु गर्नु भएन, अर्काको खोलेर लानु, राम्रोसँग खोलेर लानु है भनेर राखेको ठाउँमा राम्रोसँग ल्याउनु पर्यो होइन, खेल्नु पर्यो। कहिले पुग्ने होला भारी, भर्खर आएको हो, खोल्दैछु। घाँस चाहिँ डल्लै छ। यस्तो गरी उखाल्छौँ हामीले चाहिँ।